दर्शकबिन नमस्कार। यतिखेर सिन्धुपाल्चोकको गुफा डाँडाबाट हामी प्रत्यक्ष भिडियोमा आइरहेका छौँ। हाम्रो च्यानललाई माया गरे अनुसार तपाईहरूको लागि पनि हामीले यसै मनपर्ने भिडियोहरू उपलब्ध गराइरहेका छौँ। यतिखेर चाहिँ एकदमै रमाइलो ठाउँ गुफा डाँडाको यो रमाइलो रमणीय दृश्य देखाउन गइरहेको छौँ। कृपया सबैजनाले कुन कुन ठाउँबाट हेर्दै हुन्छ सबैजना हाम्रो च्यानललाई सब्सक्राइब गरेर सेयर गरेर कमेन्ट गर्नुहोला र साथै तपाईहरू पनि यसै ठाउँमा घुम्न आउन चाहनुहुन्छ भने चाहिँ यस ठाउँमा आउनको लागि चाहिँ काठमाडौँ जोरपाटी नारायणटारबाट बस पाउँछ भने चुच्चेपाटीबाट पनि बस पाउँछन् र साथै काठमाडौँबाट यहाँ आउनको लागि काठमाडौँ जोरपाटी नारायणटार साँखु बाहुनेपाटी मेलम्ची हुँदै नवलपुर हुँदै यो गुफा डाँडामा आउनुपर्ने हुन्छ। यहाँसम्म आउनको लागि लगभग 65-70 किलोमिटरको दूरी रहनेछ काठमाडौँबाट। यहाँबाट चाहिँ एकदमै रमाइलो दृश्य देख्नुहुन्छ। यहाँबाट हिमाल पनि एकदमै नजिकै देख्नुहुन्छ। सबैजना चाहिँ रमाइलो गर्नको लागि यहाँसम्म आउने गर्दछन्। सबैजनालाई स्वागत गर्न चाहन्छु सम्पूर्णलाई। कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैजनाले यो ठाउँमा आउन चाहनुहुन्छ भने एकदमै रमाइलो दृश्य हेर्न सक्नुहुनेछ। यो गुफा डाँडाबाट प्रत्यक्ष देखिने यो हिमाल हो, यो जुगल हिमाल यहाँबाट चाहिँ प्रत्यक्ष देख्न सक्नुहुन्छ। र साथै यो ठाउँमा एकदमै रमाइलो छ, एकदमै रमाइलो झन्डा छ। यहाँ 77वटा जिल्लाको झन्डा नामसहित झन्डा फरफराउने यहाँ चाहिँ जलवायु सम्मेलनको चाहिँ यो जलवायु सम्मेलनको चाहिँ यहाँ हाम्रो पृथ्वीको चाहिँ एउटा नक्सा बोकेर चाहिँ यहाँ लेडिजले चाहिँ काँधमा बोकिएको अवस्थामा छ। यो एकदमै रमाइलो छ ठाउँ, एकदमै सुन्दर। यो जताततै रमाइलो यहाँ हेऱ्यो भने यो चहुर एकदमै रमाइलो छ। यतापट्टि हेर्दा त घामले अलिकति राम्रो नदेख्न सक्छ होइन, त्यसैले एकदमै रमाइलो ठाउँ छ यो। सबैजनाले कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला अनि फलो पनि गर्नुहोला। सबैजनाले सब्सक्राइब गर्नुहोला हाम्रो च्यानललाई। तपाईँहरूको लागि एकदमै रमाइलो दृश्य यहाँ देखाउन गइरहेको छु। यहाँहरू पनि यहाँ आएर घुम्न आएर चाहिँ एकदमै आफ्नो रमाइलोपन लिन सक्नुहुनेछ। यहाँतिर धेरैजना चाहिँ टिकटक बनाउनको लागि धेरै टाढाबाट आउने गर्दछन्। हेर्न सक्नुहुन्छ एकदमै रमाइलो ठाउँ। यहाँबाट हिमाल पनि प्रत्यक्ष देख्न सक्नुहुन्छ। यो घामले गर्दा अलिकति राम्रो देखाउन सकिरहेको अवस्था छैन। एकदमै रमाइलो ठाउँ छ यो। एकदमै रमाइलो।